प्रसाद हेर्न सक्नुहुन्छ यो स्वर्गद्वारीको प्रसाद हो उहाँलाई चिनेन मैले हु आर यु भन्नु असाध्यै मिठो छ होइन साथसाथै मान्दैन आएको छौँ हाम्रो क्यामेराम्यान हुनुहुन्छ राज एकजना यहाँ भाइ छ सबै हामी सबैको साथमा छौँ एकदम मिठो अनि हामीहरू चाहिँ पूजा गर्ने स्थान यो हो पूजा गरेर हामी साइडमा आएर हामीले प्रसाद दिनुभएको छ हजुरहरूले जुन स्वर्ग हेर्न चाहनुहुन्छ स्वर्गद्वारी आइदिनु होला प्लिज हजुरहरूलाई एकदम असाध्यै छ यो स्वर्गद्वारी भन्ने ठाउँमा होइन स्वर्ग देखिने छ हेर्नु त उहाँ बादल लाएर कस्तो देखेछ बादलको माथि छौँ हामी गाइज तोरी फुल्लेको छ गाइज साथीहरू अब हामी चाहिँ लाग्न थाल्यौँ होइन ल गाइज बेल आइकनलाई फलो गरिदिनु होला लाइक गर्नुस् न नगर्नुस् तर यो ठाउँमा अच्छा हमको सिखा रिया है यो फेरि के हो यो हो के भन्छन् त्यसलाई हाम्रो जङ्गलमा पाउँछ है सानो थाकल कि काफल थाकलको बाउ अच्छा ए बाउ हो यो यार र हामी चाहिँ अब लाग्यौँ पूजा सुजा पनि भयो एकदम खुसी लाग्यो त्यो टीका बाँडिन्छ ए अगरबत्तीको ल भिडियो बनाइदिउँ हाम्रो होइन र एकदम ओ माइगडी कुहिरोले पुरा ढाकिसक्यो हेर्नु र एकचोटि भ्रमण गर्न आउनु प्लिज हजुरहरूले एकदम असाध्यै मान्नुहुनेछ तर जुनसुकै टाइममा आए पनि तपाईँहरूले जकेट चाहिँ लाएर आउनु होला है म चाहिँ अब जाडो त्यति हुन्न भनेर चाहिँ जकेट नलाइकन आएँ तर एकदम जाडो छ चिसो भइरहेको छ मलाई होइन र केटाहरूले चाहिँ सबले होइन जकेट लाएर आएको थिएँ तर म चाहिँ फर्स्ट टाइम आएँ नि हो त्यो कारणले चाहिँ मलाई त्यस्तो जाडो हुन्न होला भन्ने लाग्यो तर यहाँ चाहिँ लास्टै जाडो छ होइन रातिहरू चाहिँ अब पूजा सुजा भयो सबको के लागिरहेछ के को लाज लाग्यो तिमीलाई यस्तै लाइनमा पर्छ न म होइन म नि रोशन भाइ उता जाऊ म गएर उता जान्छु निस्किने तिमी सिधै आयो रोशन भाइ यो चाहिँ हाम्रो भिडियो होइन तिमी सुन यता है म यता ए तिमी नि हुन्छौ ल तिमी जाने भाइ फेरि यता अगे यता जाने यताउति यता रोशन भाइ यता फेरि अझै उता भाइ उता है म फेरि लास्टमा पुरै हान्छु के दाइ दाइ म फेरि लास्टमा पुरै हान्छु आएगा मजा एक चीज दिखाओ दिखा 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 बच्चे सही हुन्छ ठिक छ हाम्रो यो भिडियो बन्दैछ हेर्न सक्नुहुन्छ तपाईँहरूले हाम्रो क्यामेराम्यान चाहिँ यहाँ हुनुहुन्छ होइन हराउँछु सपना हराउँछु सपना एकदम खुसी लाग्यो स्वर्गद्वारी आएर अनि भित्र पूजापाठ गरेको क्यामेरा चाहिँ मनाइ छ भित्र त्यो कारणले पूजापाठ गरेको भिडियो राख्न पाइएन हजुरहरू पनि आएर या पूजापाठ गर्नु होला अगर नआउनु सक्ने भए हजुरले यही भिडियो हेरेर दर्शन लिनु होला है हस् त अनि हामी अब धेरै धेरै अगाडि बढ्दैछौँ हामी अब घरतिर लाग्दैछौँ ओके और अभी तो रुको क्लाइमैक्स अभी बाकी भगवानले सोचेको आँटेको पुरा गरिदिनु होला भन्ने आशा लिएको छु अब गेट चाहिँ यो गेट हो एक चीज दिखाओ दिखा 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 केटाहरूले आएर भोला खाना छोड्दैन नि आएर होइन कैसे कैसे लोग रहते हैं यार यहाँ पर यो चाहिँ सिडी हो यहाँ यो चाहिँ सिडी लास्टै मुनि छ होइन समथिङ 1000 भन्दा क्रस छ सिडी होइन यो के हो यो टिमुर हो यो टिमुरको बुट हेर्न सक्नुहुन्छ होइन टिमुरको बुट हेर्न सक्नुहुन्छ ल जम 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 कस्तो लाग्यो केटाहरू
हाम्रो वेलकमको लागि लाइट बोलिहाल्छ नि यार उहाँलाई चिनेन मैले Who are you भन्नु सिंहले वारी यु केही त छोडे छैनौ नि यो चाहिँ लास्टै मुनि छ समथिङ यहाँ कतिवटा सिडी छ नाइ यो 900 मिटर मतलब हामी माथि आएको छौँ होइन अब मुनि जाँदैछौँ हामी आउँदाखेरि उकालो पर्छ ल जाँदाखेरि ओह्रालो पर्छ होइन तर एकदम राम्रो छ तर कुहिरोले लास्टै अघि आउँदाखेरि पुरै देखिएको त होइन गाउँघर सबै देखेको थियो अहिले चाहिँ कुहिरो लगाइसकेको छ र हामी कति बजी तकल पुग्छौँ यार नाइ घर नाइ भालुवाङ तकल कति बजी तकल पुग्छौँ यो चाहिँ बस्नको लागि व्यवस्था चाहिँ राम्रो छ यहाँ होइन यहाँ चाहिँ कति रुपियाँ लाग्छ रे बस्नलाई एक दिनको लागि 600 रुपियाँ लाग्छ आएर हजुरहरूले टाढा टाढादेखि भ्रमण गरेर आउनुभयो भने घर जान सक्नु भएन भने यहाँ चाहिँ 600 रुपियाँ लिएर बस्न सक्नुहुन्छ होइन सुविधाहरू धेरै राम्रो छ यहाँ सुविधाहरू सब ठिक छ अनि तपाईँलाई शौचालयहरू सबै अनि मेडिकलहरू सबै यहाँ सबै व्यवस्था छ हजुर आएर आफेर अब केही भइहाल्यो भने किनभने उकालो ओह्रालो भन्ने बाटो छ होइन मान्छेलाई सास फुलेर मतलब केही भइहाल्यो भने त्यसको टेन्सन नलिनु होला यहीँ नै के अरे हस्पिटल पनि छ अनि बस्ने ठाउँ पनि छ तर हामी बस्न खोजेको तर भोलि काम पर्ने अवस्थाले गर्दा हामी आज नै फर्क्यौँ होइन र केटाहरू चाहिँ अगाडि हिँडिरहेछन् रुको जरा सबर करो स्वर्गभन्दा कम छैन अनि स्वर्ग नै हो है मान्छेले मरेर स्वर्ग देख्छ भन्छ आफूले जिउँदै स्वर्ग देख्छ है खुसी लाग्यो नि होइन मान्छे आएपछि कुनै ठाउँदेखि फर्केपछि चाहिँ त्यो ठाउँ यहाँ राम्रो छैन ऊ छैन भन्छन् नि तर मान्छेहरू यहाँ आएपछि मतलब त्यो हुन्छ नि हुन त भगवान्ले जति खर्च गरे पनि त्यो ऊ नै हुन्छ होइन त्यो सोच्ने कुरा होइन होइन तर एउटा घुम्नको लागि एउटा भगवान्हरूसँग आशीर्वाद लिनु यहाँ बेस्ट छ क्या होइन मान्छेहरू भन्छ नि यतिकै पैसा खर्च मात्रै भयो इन्टरटेनमेन्ट रमाइलो भएन भन्छन् चियाहरू हो कि यस्तो ठाउँमा आउँछ न अनि बल्ल इन्टरटेनमेन्ट रमाइलो के हो यहाँ पाउँछ त्यही प्लस मिल्ने साथीहरू हुनु पर्यो त्यही रमाइलो हुन्छ साथी नभए पनि फ्यामिलीहरूसँग आउने या अन्य कोही तर यहाँ आउनुहोस् एक्चुअली स्वर्ग हेर्नलाई यहाँ आउनुहोस् दुख सुख बिमारी हुनुको भएपछि यहाँ चाहिँ मेडिकल सेडिकल सब हुन्छ होइन स्वर्गदरी स्वास्थ्य चौकी त्यहाँ छ रात मोटे चाहिँ पुरा उकालो चढ्दाखेरि अनि स्याँ गर्ने अहिले चाहिँ पुरा अगाडि दुगर्ने हेर त उहाँ पुगिस त मान्छेन र हजुरहरूलाई उकालो चढ्दाखेरि अगर थकाइ लाग्यो भने बस्नको लागि पनि सुविधाहरू पनि छ यहाँ बस्नको लागि सुविधाहरू छ अनि जसले यहाँ बनाइदिनु भयो उहाँलाई धेरै धेरै धन्यवाद सधैँ यस्तै पुण्यको काम गरिरहनु होला हजुरले अनि हजुरलाई सधैँभरि आशीर्वाद मिलोस् सोचेको आँटेको पुरा होस् होइन अनि हजुरहरूलाई बस्नुको व्यवस्था हरेक चिज यहाँ सुविधा छ टेन्सन नलिनु होला एकदम रमाइलो ठाउँ छ दोकानहरू यहीँ छ हरेक चिज हजुरहरूलाई मिल्ने छ हेर्न सक्नुहुन्छ ल जय प्रभु रक्षा दिनु होला बाबा स्वर्गद्वारी सोचेको आँटेको पुरा गरिदिनु होला र हामीले अब बाइक स्टार्ट गऱ्यौँ बाइकमा आछौँ हामी 3 जना 5 जना भएर कस्तो लाग्यो राजसन बबाल अब हामी कति घन्टामा पुग्छौँ हामी अब 4 अब डाइरेक्ट हामी जाने हो ए ल अनि हजुरले चाहिँ यो भिडियोलाई लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला ल हस् त अब चाहिँ फेरि भेटौँ ओके बाई बाई टेक केयर अल माई फ्रेन्ड अनि सबैजना मेरो नमस्ते ओके टेक केयर